हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि टक्क लाएर एकदम फिट एन्ड फाइन छु है। अनि आज चाहिँ हाम्रो के प्लानिङ छ भने हजुरहरुमा यस्तो ठाउँ लान्छु तपाईहरुको दिल खुस हुन्छ हैन। दामी दामी भ्यू देखाउने बाला छु बाटोहरुमा। काफल आज चाहिँ हाम्रो लोकेसन भनेको कहाँसँग हुन्छ भने टक्क काफलको बुटो, हाडे काफल जंगली काफल भन्ने थाहा पाइहाल्नुहुन्छ हैन। काफल हामी काफल हान्न जाने बाला छौं। अनि टक्क यहाँ चाहिँ हाम्रो भाइहरु छन्। ल हेलो भन। यता नि हाम्रो भाइहरु भन्जाहरु छन्। अनि टक्क लाग्छ अहिले हामी काफल जान्छौं। अनि यही हो अब हाम्रो लोकेसन भनेको काफलसँग हुन्छ। अनि देख्न सक्नुहुन्छ यता भ्यूहरु। तपाईहरुलाई टक्क हाम्रो बाख्रा देखाउँछु गाइस। म बाख्रा टक्क लाएर यहाँ चाहिँ हाम्रो भैँसी बाख्राहरु छन् है, देख्न सक्नुहुन्छ। अनि यता चाहिँ आँपको बुटो छ, केराहरु। ल हाम्रो भाइले चाहिँ के देखाउँछु भनेछ भने तपाईहरुलाई बङ्गुर देखाउँछ अरे। ल हिँड भाइले ल टक्क पारामा बङ्गुर देखाउँछ। हजुरको अस्तिको भलकमा हजुरले हेर्नु होला, अस्ति बङ्गुरले थिएन, कराएको थिएन। हजुरले अब गएर हामीले बङ्गुर ल्याएको हजुरले यत्रो सानो अलिक ठुलो बङ्गुर देखाउँछु। गाइजहरु यहाँ राखेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। यो चाहिँ खोरै टक्क लाएर खोरै हो यो बङ्गुरको खोरो गाइस है। बङ्गुर छ गाइजहरु। अब ल बङ्गुर हाम्रो बङ्गुर देखाउन लागिरहेको छु म टक्क। वहाँ कुनामा देख्न सक्नुहुन्छ है, कुनामा टक्क लाएर कुनामा हो त्यहाँ बङ्गुर देख्नु भयो होला। यही हो ल गाइजहरु हामी यता चाहिँ भ्यू यस्तो छ है, हेर्न सक्नुहुन्छ। बाँसघारीको झ्याङहरु छ, बुटोहरु छ है। ल टक्क अब चाहिँ म बाटोमा निक्लेपछि भेटौँ है त गाइस। म चाहिँ बाटोमा पुगिसकेँ, म चाहिँ टक्क लाएर बाटोमा पुगिसकेँ हैन। अनि यस्तो हेरेको काफल काफल भन्छ अरे औसेली हैन यो औसेली टक्क लाएर औसेली पाकिरहेको रहेछ गाइस, हेर्न सक्नुहुन्छ। औसेली हेर्नु, औसेली यस्तो छ है यताको चाहिँ औसेली। एउटा चाकदिम है त गाइस, यो चाकदिम एउटा कस्तो रहेछ चाखाम है त। टेस्ट चाहिँ बबाल है गाइस। यस्तो छ औसेली है। खै मैले खान्छु नि दाइ। यता चाहिँ भान्जीहरु छन्। दाइ मलाई ल यो चाहिँ खानु त। हाम्रो फेमस भाइ चन्टे भाइ हेलो भन्दै ल यता। हेलो औसेली चाहिँ यस्तो पाकेको रहेछ नि गाइस है, देख्न सक्नुहुन्छ यहाँ। औसेली डेन्जर हो यहाँ, कोलको पनि हो कि यहाँ। औसेली देखिहाल्नु भएको अरे है। अब हामी काफलतिर हिँडिरहेको छौँ, हाम्रो पछि पछि कुकुर पनि आएको छ। दुईटा एउटा कुकुरको चाहिँ निर्जल, एउटाको चाहिँ कान्छी। मेरो भाइ चाहिँ हेलो भनिरह है। टक्क लाएर यताको भ्यू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो हो। आज यो चाहिँ हाम्रो मामा घर जाने बाटो देख्न सक्नुहुन्छ। यो होइन उहाँको भन न। हेलो गाइस, हाम्रो मामा घर जाने बाटो ल है त जङ्गलमा गएपछि भेटौँला है त गाइस है। उहाँ चाहिँ त्यो बाटो देखिराख्नु भएको छ नि, हो त्यो चाहिँ त्यता हाम्रो मामा घरतिर जाने बाटो भन्ने खाने भाइहरूले त्यही भन्नु खोजेको। ल म चाहिँ माथि पुगेपछि भेटौँला है त। हामी चाहिँ अहिले बाटोतिर यता अब जङ्गल पनि यता हेर्नु, जङ्गल यस्तो छ है भ्यू। अनि यता चाहिँ सुन्तलाको बगैँचा छन् गाइस, देख्न सक्नुहुन्छ। हेर्नुहोस् यता सुन्तला बगैँचा। अनि यहाँ चाहिँ बुवा हुनु रहेछ, बाख्रा चरा आउनुभएको है। अनि त्यही नै हो। ल हाम्रो घरको कुकुर आइदिएर ल तर्सिदिएर म आज यो चाहिँ हाम्रो घरको कुकुर है, देख्न सक्नुहुन्छ है। कान्छी कान्छी यस्तो छ। अनि यहाँ चाहिँ बाख्राहरू छ है, बाख्राहरू देख्न सक्नुहुन्छ हजुरहरूले। बाख्रा साख्रा यहाँ यस्तो छ। औसेली यति बेला यस्तो बबाल फल्यो नि, यति बेला औसेली चाहिँ बबाल फल्यो। बाख्रा चाहिँ यता छ। कतिखेर आउनुभएको बा बाख्रा चराउन? कतिखेर आउनुभएको? यहाँ चाहिँ हाम्रो बा हुनुहुन्छ है, टक्क यता हेर्न सक्नुहुन्छ गाइस। ल यता चाहिँ हाम्रो बा हुनुहुन्छ। बा
हाम्रो बाहिर हुनुहुन्छ यो बाख्राहरू चाहिँ छ नै टक्का लाएर हेर्न सक्नुहुन्छ है बाख्रा चाहिँ यस्तो छ धेरै हामी जङ्गल नजिकै आइसक्यौँ है अब काफलको बुटो निरा पुगेपछि भेटौँला है त त्यति बेलाको लागि सही गाइज बाइक हामी टक्का लाएर चाहिँ बुटोमा आइसक्यौँ हेर्न सक्नुहुन्छ टक्का चाहिँ अहिले हामी आइसक्यौँ बुटो भाटा बुटो देखाउँछु है हजुरहरूले म यसो एउटा बुटो चाहिँ डेन्जर ठुलो छ है गाई चाहिँ यस्तो छ जङ्गल काफलहरू नि हल्का हल्का खस्यो होला काफलहरू खस्न सक्छ है गाई चाहिँ तलतिर भाइले काफल भेट्टा जस्तो बुटो चाहिँ डेन्जर अग्लो छ यार चढ्न सकेला त त्यति टाढा काफल पुग्न सक्दिनँ ल है त बुटामा गएपछि भेटौँला है त म बुटामा गएर भिडियो बनाउँछु है गाइज बुटामा चाहिँ डोर पल्ल पल्ल गरेर आयो काफल चाहिँ हेर्न सक्नुहुन्छ काफल हेर्न सक्नुहुन्छ है यस्तो पाएको छ यार बल्ल तल आएको यार उहाँ मुनिबाट गाइज यार डेन्जर मुनि हो कि ल म टिपेर झरेको भिडियो बनाउँछु है त्यहाँपछि है टक्क गाइज म बुटोबाट झरेँ होइन तपाईँहरूमा के देखाउँछु भने काफल देखाउँछु है काफल है गाइज काफल हेर्नु बुटामा चढेर टिपेको गाई चाहिँ अब चाहिँ अर्को बुटोतर्फ टिपेको चाहिँ त्यहाँ मुनि हो आउँदैछ नि भाइहरू बहिनीहरू आइज काफल चाहिँ डेन्जर गुलियो रहेछ गाई चाहिँ त्यहाँको यार दामी छु अलिक थाकियो कि हल्का थाकियो केही छैन त्यो बुटा हकेर नै हेर्नुपर्छ है मैले नि बल्ल जान लाग्यो आज छ भन्ने गरेको थिएँ गाउँतिर हल्का कुराकानी भएको थियो है साथीहरूसँग जाने भनेको आज आइदिएँ म एक्लै भाइ बहिनीहरूसँग यस्तो चाहिँ यहाँको लोकेसन चाहिँ टक्क लाएर हेर्न सक्नुहुन्छ तपाईँहरूको के भन्छ अरे उतातिर हाँडे काफल पाइन्छ कि पाइन्न कमेन्टमा भन्नु होला एउटा बुटो चाहिँ यही हो काफल छैन यार साह्रो त्यही पनि टिप्नलाई चाहिँ हुन्छ है यो बुटो है गाइस त्यही साह्रो छैन हल्का फुल्का देख्न सक्नुहुन्छ ल है त बुटामा चढ्छ है त गाइस म बहिनीहरूको कुरा सुनौँ है यहाँ ल एबिसिडी भन् तैँले भने एबिसिडी काफलको बुटो हेर्न सक्नुहुन्छ गाई चाहिँ काफलको बुटो काफलको बुट्टा गइले चाहिँ म यहाँ देखाउँछु तपाईँहरू एबिसिडी भन पहिला कबड्डी का छिटो है छिटो टक्का हाम्रो भाइ यहाँ ल टक्क बुटो चाहिँ यही थियो देख्नुभयो होला काफलले टिपेर झरियो अब यहाँपट्टि तर मामाले टिपेर फ्याँकेको मात्रै हो अझ गीत गीताउँदै मात्रै दिनु भएको हेर्नुहोस् न काफल यस्तो है टक्का लाएर हेर्न सक्नुहुन्छ ल आजको ब्लग चाहिँ मैले यहीँ एन्डिङ हान्छु बाँकी तपाईँले हेर्न सक्नुहुन्छ होला आउने छ ल है त आजको ब्लग यति नै ल अर्को भिडियोमा भेटौँला है त गाइज है ल लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला।